आज मेरो साथी को बुवाको अचानक निधन भएको हुनाले म पशुपतिमा जानु पर्यो। जाँदैछु। बिहान जान पाइनँ, बिहान ढिलो खबर पाएँ। साथीको बुवा चाहिँ मोहन सिंह कार्की पूर्व नेपाली कांग्रेसका पूर्व उपसभापति पनि हुनुहुन्थ्यो। उहाँको निधनले स्तम्भ बनायो। नेपाली कांग्रेसको झण्डा उडाएर उहाँलाई सम्मानित पनि गरियो र भेटेर म आउने भनेर हिँड्दैछु। नमस्ते। म चाहिँ आज यहाँ साथीको बुवा खसेर पशुपतिनाथमा आउँदैछु। मेरो एउटा साथीको बुवा आजै खस्नु भएको छ। बिहान थाहा पाएँ र अहिले भेट्नलाई म यहाँ आउँदैछु। भर्खर यो गाडी पार्किङ गरेर म अघि लाग्दैछु। यहाँ उपेन्द्र यादवले बनाइदिएको क्रियापुत्री भवनमा बुवाको काम गर्दैछ साथीले। र पुरानो साथी हो, मिल्ने भएको हुनाले त्यसरी भेट्न जाँदैछु। यहाँ वरिपरि जानुभन्दा अगाडि चाहिँ यो पशुपतिको मिनी बजार। यहाँ भगवानले फुलहरू, मालाहरू, मूर्ति, शङ्ख, प्रसादहरू चाहिँ यहीँबाट लिने गरेको छ। यो व्यवस्थित महानगरपालिकाले व्यवस्थित तरिकाले पहिला लटरपटर छ, तैँले एकै ठाउँमा व्यवस्थित तरिकाले यसरी राखिदिएको छ। भक्तजनलाई पनि सजिलो, पसरीलाई पनि सजिलो। हामीले चाहिँ क्रियापुत्री भवन भने साह्रै राम्रो बनाइदिएको छ। त्यो भवन चाहिँ पहिला मेरो दाजु खस्दा पनि तिनै बसेको थिएँ। आज अचानक सुन्दा स्तम्भ जस्तो भयो। यता भित्तामा डेकोरेसनहरू गरिएको छ। भित्रैबाट यो चाहिँ समुद्र मन्थनको यसरी यहाँ बनाइदिएको रहेछ। यसरी भित्तामा कोरेर भगवानहरूको शिव पार्वती यसरी बनाइन्छ। क्रियापति भवन चाहिँ त्यो पाएको त रातो त्यही हो। भित्र चाहिँ भिडियो सबै सोखमा हुन्छन्, भिडियो खिच्न चाहिँ पाइँदैन। अलिअलि यसो खिच्न पाइन्छ होला, तर सुरुदेखि खिच्नलाई चाहिँ त्यहाँ अलिक सबै सोखमा भएको हुनाले खिच्न अलिक पाइँदैन। पाइने रहेछ भने अलिअलि खिच्नु पर्यो। कस्तो व्यवस्था गरेको छ, के व्यवस्था गरेको छ। व्यवस्था त राम्रै छ। पहिला दाजु हुँदाखेरि थाहा पाएको मैले। गेट चाहिँ यही होला, क्रियापुत्री बस्ने भवन गेट चाहिँ यही होला। यहाँबाट एन्ट्री गर्ने। यहाँ बसेर फोन गर्नु पर्यो। भित्र त अब सबै सोखमा हुनुहुन्छ, भित्र त अलिक खिच्न मिल्दैन। अब यहाँबाट एकछिन क्यामेरा बन्द गरिदिन्छ। भेट्न चाहिँ भेटियो। साथी चाहिँ कार्यमा गर्दै हुनुहुन्छ।
मिल्छ यहाँ बस्न साथी गर्दै थियो यो एउटा अलिकति कता राख्नुपर्ने हो साथीको चाहिँ अचानक खबरले निशब्द बनाएको छ यस्तै चाहिँ यो किरापुती बस्ने चाहिँ रातको समयमा यस्तो छ वरिपरि सबै कोठाहरू उतापट्टि यताको साइडमा सबै यो उपेन्द्र यादवले राम्रो बनाइदिएको छ सरसफाइमा पनि उत्तिकै ध्यान छ उज्यालो छ राम्रो बनाइदिएको छ अगाडि पशुपतिनाथ योभन्दा कति राम्रो हुनु यहाँ चाहिँ अब यो पहिला ढुङ्गे धारा थियो अहिले चाहिँ हटेर चाहिँ केही छैन उज्यालो चाहिँ यस्तै छ हरियाली वरिपरि बस्ने किरापुतीहरू बस्ने राम्रो व्यवस्था गरिदिएको छ हरेक सामानहरू किरापुतीलाई चाहिने चाहिँ यिनै पाइन्छ सबै यो बिल्डिङमा कन्ट्याक्ट गर्नुपर्छ सबै ती पाइन्छ अब यहाँदेखि उता पल्लोपट्टि त बिल्डिङदेखि पल्लोपट्टि बागमती नदी छ बिहान बिहान स्नान गर्नलाई ती तल यसो जाँदाखेरि भइहालेको छ यसरी बेलुका यसरी जान्छन् मैले चाहिँ भेटघाट गरेर फर्किँदैछु बेलुका पनि अब पशुपतिनाथको दर्शन चाहिँ अब यहीँबाट गरेँ यता सबैभन्दा ठुलो दर्शन त किरापुतीलाई सबै दर्शन गरेर फर्किँदै हुनुहुन्छ मैले चाहिँ यहीँबाट गरेँ जय भोले जय भोलेनाथ जय शिवशङ्कर भक्तजनहरू अहिले पनि राति पनि निरन्तर आउने जाने क्रम भइरहेकै छ अब आजको ब्लग चाहिँ अब यति नै म पनि अब गाडीमा पुग्न आँटेँ घरतिर लाग्नुपर्छ राति भयो यहाँ चाहिँ कुनै कार्यक्रम होमसम गर्दाखेरि उयो यतापट्टिको यो साइड भयो अब कुनै दिनमा पशुपतिको वृत्तान्त म चाहिँ सानैदेखि पशुपतिको धेरै कुराहरू थाहा छ सानैदेखि आउने भएको हुनाले यो यसको सम्पूर्ण वृत्तान्त म एउटा ब्लग बनाएर हाल्नेछु समय मिलेपछि आज चाहिँ अब यो साथीको यो दुःखद क्षणमा कोही भेटघाट गर्न मात्र आएको ल त यति नै भन्दै म आजको ब्लग यहीँ टुङ्ग्याउँछु अलिक उल्टो दिशाबाट आइछु म उताबाट चाहिँ सिधा रहेछ बाटो बसले गर्दा यो सबै टुरिस्ट बसहरू इन्डियाबाट आएका होलान् टुरिस्ट बस यहाँबाट चाहिँ यो बाटो अब यहाँ कति चाहिँ लिँदो रहेछ थाहा हुन्छ यही हो बाटो चाहिँ उफ अगाडि पसिरहेछन् त अगाडि पसिरहेछन् कति लिँदो रहेछ हेरौँ कति हो भाइ 25 रुपियाँ 25 रुपियाँ लाग्दो रहेछ यो उयो पाइँदैन कार्ड पाइँदैन भाइ ए भाइ भाइ हेलो भाइ त्यो चिट
चिट चिट खै चिट चिट दिन्न चिट चिट खोइ चिट पनि दिनु पर्यो नि हस् त धन्यवाद चिट दिन मानेको थिएन मैले लिइहालेँ